नमस्कार आदरणीय दर्शकहरू, कालिका मालिका ज्ञानकुञ्जको विशेष श्रृङ्खलामा म प्रस्तुता टोप बहादुर पार्दे यहाँहरूलाई हार्दिक स्वागत गर्छु। अछाम जिल्लाको गौरव रामारोशन पर्यटकीय क्षेत्र, जसलाई स्वर्गको एउटा अलौकिक टुक्रा वा नेपालको स्विजरल्यान्ड भनेर पनि चिनिन्छ, यसै क्षेत्रको सौन्दर्यलाई लिएर नजिकबाट निहाल्न आज हामी निवृत्त राष्ट्रसेवक साथीहरू शान्तराज अधिकारी, भरतराज रेग्मी र घनश्याम धिताल सहित अवलोकन भएर निस्केका छौँ। मङ्गलसनबाट करिब 4 घन्टाको गाडीको यात्रापछि हामी अहिले यहाँ सीता गेस्ट हाउसमा खाना खाएर यात्रा अगाडि बढाउँदैछौँ। अबका गतिविधिहरू हामी यहाँलाई क्रमशः देखाउँदै जानेछौँ। कृपया हामीसँग रहनुहोला। धन्यवाद। ओके 1 2 3 1 2 3 यो पो क्यामा दिनु त नातिलाई लकिदियो। फेरि यता फर्किने ल भिडियो बनिरहेछ। भिडियो बनिरहेको राम्रो आज ओभरलोड भएर उता पानी पसेको म जान्छु ल। पानी पसेको हेरौँ न। हामी यता बस्यौँ त। यता आउनु यता पानी पस्यो। ल, युट्युब च्यानलमा स्वागत छ। कालिका मालिका युट्युब च्यानल मिस्टर टोप बहादुर पार्देको यहाँलाई धेरै धेरै स्वागत छ। आज हामी रामारोशन ताल र सिमसार क्षेत्र हेर्नको लागि हामी यहाँ उपस्थित भएका छौँ। हाम्रो सिङ्गो दमाली टिम तथा अन्य साथीहरू पनि यहाँ जोडिएका छौँ। प्रकृतिको अनुपम उपहार रामारोशन क्षेत्र भनेर हामी त सुनेका नै थियौँ। बालेन शाहले उद्गार गरेको भनौँ। स्विजरल्यान्ड चाहिँ कहाँ जाने अनि होइन हाम्रो रामारोशन नै छ भनेर चाहिँ भनेको चाहिँ लाई हामीले पनि महसुस गऱ्यौँ। हेरौँ न त भनेर आज आइयो। अछाम जिल्लाको यस रामारोशन क्षेत्रमा 12 अनि भ्युज पनि आइरहेको छ होइन। तालहरू 12वटा ताल भन्ने सुनिरहेका छु। अब हामी अहिले दोस्रो चाहिँ तालमा छौँ। हामी बोटिङ पनि गरिराखेका छौँ। हाम्रो साथमा बैतडीका चन्द राजा पनि हुनुहुन्छ। मिस्टर शान्तराज अधिकारी दाङका हाम्रा नेता पनि हुनुहुन्छ। भरतराज हाम्रो चाहिँ रेग्मी सिनियर लेखाधिक पनि हुनुहुन्छ। म टोप बहादुर पार्दे पनि छु। अनि घनश्याम सर पनि हुनुहुन्छ हाम्रो टिमबाट। यो अविस्मरणीय छ। अनि यो चलाउनेवाला हाम्रो कान्छो पनि हुनुहुन्थ्यो। बोटिङ गरिरहनु भएको छ कान्छाले। अनि अनुपम छ, सुन्दर छ। हामी यस्तो 12वटा ताल भन्ने सुनेका छौँ। मात्रै 2वटा तालमा हामी छौँ अहिले। पहिले पनि अघि नै चाहिँ हामीले बनाइसकेका थियौँ भिडियो। यो सिन तपाईँले देख्न सक्नुहुनेछ। हेर्नुहोस्, यो चारैतिर यो सल्लाहहरूले यो पहाडले घेरेको क्षेत्र साह्रै रमणीय छ। वैशाख महिना हामी हेर्दैछौँ। यस्तो चाहिँ महत्त्वपूर्ण क्षेत्र हामीले आज सुनेको मात्र थियौँ, तर प्रत्यक्ष आफ्नो चाहिँ आँखाले देख्न पायौँ र महसुस गर्न पायौँ। यस्तो सधैँभरि आउने छैन। दर्शकहरूलाई फेरि हाम्रो चाहिँ रामारोशन चाहिँ घुम्दिनु हुन सबैलाई चाहिँ हामी अनुरोध गर्छौँ। हामीले स्वर्गको अनुपम उपहार सम्झेका छौँ यसलाई। साह्रै रमणीय छ। अझ सिमसार क्षेत्र आउँदैछ अरे।
सिमसार क्षेत्र पुगेपछि फेरि पनि भिडियो बनाउने छौँ र यहाँलाई सबै चाहिँ अवगत गराउने नै छौँ। भिडियो बालेन्ससम्म पुगोस्। यो भिडियो बालेन शाहसम्म पनि पुगोस्, खालि नाराको मात्र कुरो होइन। यहाँ आउने बाटो साह्रै जटिल रहेछ। ट्र्याक खोलेको चाहिँ बाटोमा हामी दुःख कष्ट गर्दै आइपुग्यौँ। यसलाई चाहिँ पर्यटकीय हब बनाउनुको निमित्त ठुलो बजेट हालेर 2 लेन सडक बनाउन म चाहिँ सबैलाई अनुरोध गर्छु, बालेन सरकारलाई पनि अनुरोध गर्छु। नेपाली काङ्ग्रेस ट्र्याक खोल्यो। ट्र्याक खुल्यो, अब पिच गराउने 2 लेन बाटो बनाउने बालेन सरकारको होस्, यही हाम्रो सबैको कामना छ। ल हस्, अहिलेलाई यति। हाम्रो नेता शान्तराज अधिकारी खिच्यो यार, मलाई यता बोलाउनु। यता पनि लाउँछु नि। अनि हाम्रो चाहिँ भस्मै राम्रो आछ। हाम्रो चन्द सर, हाम्रो घनश्याम सर, हेर्नुहोस् घनश्याम सर पनि बोटिङ गर्दै हुनुहुन्छ। कति राम्रो सिन छ। आहा रामा रोशनको चन्द सरले पनि त्यस्तै लगाइराख्नु भएको छ। मजाले हेर्नु त, कालो चस्मा लाएर चिटिक्क परेर पुरा बोटिङ गरिराख्नु भएको छ। उता सान्सरको हावा हेर्नु न, रामा रोशनको सुन्दर दृश्य हामीले कैद गरेर यता यसो हेर्दै जाने हो भनेपछि अझ फर्काएर यसो हेर्ने हो भने हाम्रो चाहिँ हामीले चलाएर चाहिँ गाडी चलाएर ल्याएका हाम्रो सानो बाबु पनि उता बिजी छन्। त हेर्नु यस तालमा बसेका छन्, मोबाइल हेर्नु खोइ। उता भरत दाई हेर्नु न, भरत दाई ओ उहाँको त झन् अर्कै छ कुरोकानी। हेर्नु न, भला आदमी कति हो, अझ हातमाथि राखिदिएपछि झन् अझ हामी खुसी हुन्थ्यौँ। मिस्टर भरत दाई, भरत रेग्मी सिए साहब, उहाँको रौनक अर्कै छ। जुङ्गाएर कालो जुङ्गा घुप्टी परेको कालो चस्मा लगाएर दिनेश रोकाए बोटिङमा। हाम्रो दिनेश रोकाएजी हुनुहुन्छ, हाम्रो चाहिँ यात्रालाई सफल पारिरहनु भएको छ। अनि यति रमाइलो रामा रोशन तालैमाथि ताल। ओह फेरि पनि भेटौँला अर्को आउने साल है सबै। ल उता हेर्नु, दर्शकहरू उता हुनुहुन्छ। अझ दर्शकहरू आउनु भइरहेछ। म नजिकबाट लिन्छु, अझ भ्यू बढाइदिन्छु, नजिकबाट लिइदिन्छु। ल यस्तो बस आउँदै गर्नु, आउँदैन, आफ्नै आफ्नै तालमा आउनुहोस्। आफ्नै तालमा आऊ। सबको देखा छ। अब त अलि माथि गइहाल्छ, अनि म पनि जोडिन्छु। हामी त्यहाँ पुग्छौँ, यो यता आउँछ, म खिच्छु। रामा रोशनको ठुलो पाटन पुल ल 3मा ल। यस्तै छ पारा हाम्रो। हामी घुम्ने हिँड्ने खेल्ने यही हो पारा हाम्रो, यही हो चाला हाम्रो। भयो नि। भिडियो सकेन। आइस्ता आइस्ता चल भगेरी तुझको सजनी सुन्ना हो। आदरणीय दर्शकहरू, हामीहरू सीता होटलबाट विभिन्न तालहरू, सिमसार क्षेत्रहरू, बाटोमा देखिने मन्दिरहरू, काठे पुलहरू, भेडाहरू, त्यस्तै विभिन्न किसिमका फाँटहरू, पाटनहरू, चराचुरुङ्गीको आवाजहरू देख्दै हामीले हाम्रो यात्रा 4 घन्टा पछि एक फन्को लगाएर सीता होटलमा पुनः फिर्ता भएका छौँ। हाम्रो यात्रा कस्तो लाग्यो? राम्रो लागेमा लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु हुन अनुरोध गर्छु।